कार्यक्रमको दिन आइसक्यो। मान्छे कोही के भएको छ जसलाई फोन गर्यो त्यही रिसाउँछ, जसलाई फोन गर्यो त्यही रिसाउँछ। म त बुझ्नै सक्दिनँ। अब एउटा किसानको नेतालाई त फोन नगरी भएन। फोनै उठाउँदैन। होइन यो कस्तो खालको बाँस पर हो, एउटै चोया राम्रो आएन त। होइन कसले फोन गरेर मरो फेरि। होइन यो नेताले आज किन फोन गरे? चुनाव जितेर गएपछि नाकमुख देखाएका होइन। यसो दुई चारवटा योजना पार्दैलान् कि हाम्रो गाउँमा भनेको। फोन गरौँ मरि गए फोन उठाउँदैनथे। आज त आफै फोन गरेछन्। हेलो होइन हो नेताजी, तपाईँको आवाज सुन्न पनि हामी त वर्षौँ पो कुर्नु पर्ने भयो त हो नेताजी। होइन आज कसरी सम्झिनु भयो त? न पार्टीको अधिवेशन न चुनाव, आज त फेरि आफै फोन गर्नुभएछ। होइन त्यस्तो के पर्यो नेताजी? तपाईँ पनि यस्तै कुरा गर्ने मदन दाइ। तपाईँ भनेको त हाम्रो सहयोगता हो। हिजो जनताको हकितको निम्ति तपाईँको योगदान भुलेको छैन हाम्रो पार्टीले। बिर्सनु भयो? सर्वहाराको हकितका लागि लड्दा हाम्रा कति साथीहरूले शहादत प्राप्त गरेका थिए। मसँग समय छैन नेताजी। के कुरा भन्नु थियो स्पष्ट भन्नुहोस्। तपाईँ त किसानको नेता हो। धेरै भूमिका नमानिकन भन्नुहोस् न के भन्न खोज्नु भएको तपाईँले? अराजक तत्त्वहरू सलबलाएका छन् मदन दाइ। हाम्रो हजारौं साथीहरूको बलिदानीबाट प्राप्त गरेको गणतन्त्रमाथि नै खतरा भइरहेको छ। जनता भड्काउने काम गर्दैछन्। अराजक तत्त्वको विरुद्धमा 30 गते प्रदेश स्तरीय बृहत जनप्रदर्शन तथा जागरण सभाको कार्यक्रम छ। सारा किसानहरू भेला गर्नु पर्यो दाइ तपाईँले। माफ गर्नु होला नेताजी, कति बेकुफ बनाउनुहुन्छ है जनताहरूलाई तपाईँहरू। सत्ता प्राप्तिको लागि हिजो तिनीहरूसँगै कुम जोडेर चाहिँ तपाईँहरूले सरकार बनाउनु भयो। आज उनीहरू नै अराजक भए है। जनजागरण होइन, सम्पत्ति शुद्धिकरण आफैबाट थालनी गर्नुहोस्। भ्रष्टाचारीलाई फाँसीको सजाय हुने कानुन बनाउनुहोस्। जनमत आफै दोब्बर भएर जान्छ। ताइन तुई हात लागो दुई। तातो नछाएर फोन गरेको छ, फोन गरेको छ। ल त हेलो 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 ल चट्टै फोन काट्छन्। म त आश्चर्य लाग्छ क्या। होइन हिजो त पार्टीभित्र एउटा अनुशासन थियो क्या। अहिले खोइ के हो त्यो? कसैले कसैको कुरै टेर्दैन। बोल्दा बोल्दै चट्टै फोन काटे। त पैसा त मेरो गएको थियो नि। होइन किसानको नेताले त फर्काउन पो थाल्यो त। म त अचम्म लाग्छ। अब एकचोटि जावेद भाइलाई फोन गर्नु पर्यो। चलो यो नेता किन फोन गर्छ रे? अस्सलाम वालेकुम जावेद भाइ। अरे नेताजी, तपाईले हामी रैतीहरूलाई नमस्कार गर्ने थोडी हो। नरिसाउनु न जावेद भाइ। हामी किन रिसाउने? हामी हाँसेको छ। हामी मात्र होइन, दुनिया सारा हाँसेको छ। मसँग समय छैन भन्नुहोस्, के अप्ठ्यारो पर्यो? अरे जावेद भाइ, तपाईँ त मुस्लिम समुदायको नेता। अरे नेताजी, हामीहरूलाई नेता सेता बन्नु छैन। अरे पहिला कुरा त सुन्नुहोस् जावेद भाइ। 30 गते हाम्रो पार्टीले अराजक तत्त्वहरूको विरुद्धमा प्रदेश स्तरीय जनप्रदर्शन तथा जागरण सभाको कार्यक्रम राखेको छ। तपाईहरूको समुदायको नेता तपाईँ राजनीति गरेर थोडी हामीहरूलाई वार्डाध्यक्ष बन्नु छ, थोडी मेयर बन्नु छ। अरे सांसद मन्त्री थोडी बन्नु छ। हामीहरू त विकास चाहन्छ। विकास खोजेको छ हामीहरू, विकास चाहन्छ।
रोजगार खोजेको छ, हामीहरूले रोजगार चाहन्छ। अरे नेताजी, ललिपप नखुवाउनु हा। हामीहरूले तपाईँको असलियत पत्ता लागिसकेको छ, हामीहरूले थाहा पाइसक्यो। हामी मात्र होइन, अरे नेताजी, सारा दुनियाँले थाहा पाइसकेको छ। अरे सुध्रिनुहोस् तपाईँहरू। जनताले नयाँ नेतृत्व खोज्न थालिसकेको छ। जनताको दोष छैन, दोष तपाईँहरूमा छ, कमी कमजोरी तपाईँहरूमा छ। किनकि कुरा मिलुन्जेल तपाईँहरूले त बाँडी खायो नि, बाँडीचुडी गरेर खायो, सरकारमा सँगसँगै गयो, चुनावमा सँगसँगै लड्यो, त अहिले कसरी अराजक भयो? यस्ता कुरा नगर्नुहोस् नेताजी। सारा जनताहरू यसरी भड्कियो भनेदेखि हाम्रो गरी खाने भाँडो त सक्यो त। अब के गर्ने होला हे भगवान? अर्कालाई दोष थुपारेर तपाईँ चोखिन पाउनुहुन्न। कमी कमजोरी भएको छ, त्यो कमी कमजोरीलाई सुधारेर लिएर जानु पर्थ्यो नि त तपाईँहरूले। फटा नेता साला काम बर्बाद गरिदिन्छ।